त्यो भएन त्यही हो लडाइ भन्दा फेरि बर्बाद पो हुन्छ त खोइ जोगाउनु पर्छ अलिकति तर सक्छ हान उहिले हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल म चाहिँ सुरेश ब्लग तपाईँहरूलाई मेरो ब्लगमा सबलाई स्वागत छ के छ सबै ठिकै होला अनि एकदम आरामै छ आज चाहिँ हाम्रो एक्स्ट्रा हुनेछ नाइट ब्लग होइन कस्तो आउँछ हेरिदिनु ल त्यही हो आज चाहिँ हामी यता थोरै आज चाहिँ हाम्रो नागोया एरियाको हुन्छ नि उजाहरू देखाउँछु होइन बेलुका चाहिँ कतिको भिड हुन्छ कस्तो हुन्छ भन्ने कुरा म देखाउँछु त्यो भएर हामी चाहिँ प्लस साइक्लिङ पनि हुन्छ मेरो चाहिँ नाइटको त्यो के अब तल जाऊँ अनि भेटिहाल्छ भ्यू चाहिँ बवाल देखायो क्या हाइट्स एन्ड ओ माई गड हामी चाहिँ 12 तल भयो भएर चाहिँ भ्यू चाहिँ बवाल देख्छ त्यही हो अब निक्ल्यौँ एकचोटि ब्लगमा भेट्छु म के गाइज ल जाउँ होइन एकछिन चल्दिउँ थोरै नाइट राइड हाम्रो आज मुड फ्रेसिङ प्लस उजु पनि हुन्छ बवाल तरिकाले नाइटमा भिडियो त त्यस्तो देख्दैन तर पनि नाइट मुडमा लाजु लाउनु चाहिँ भिडियो चाहिँ मैले बाटो छोडाएर होइन राम्रो देख्छ यो एरियाको आज चाहिँ देखाउँछु कि म आज बवाल बवाल ठाउँहरू कि बवाल भन्नाले नि कस्तो भिड हुन्छ हाम्रो एरिया भने नाइटमा चल्ने एरिया हो नि त बढी त्यही भएर आइसो आई क्यान सो म सो गर्छु अझ बवाल रमाइलो हुन्छ कि यो माथि एरियातिर चाहिँ होइन हाम्रो एरियातिर खासै इजा खायो भने रक्सी खाने ठाउँमा छ माथितिर चाहिँ रेस्टुरेन्टहरू बारहरू टर्ने छ त्यहाँ चाहिँ मान्छे चाहिँ अब हेर्नु है खतरा भिड हुन्छ बेलुका बेलुका चाहिँ त्यही म ताको छ नि हिटो गाइरो हुन्छ त्यही हो आज के छ त होइन सबसे फर्स्ट अफ अल त मेरो च्यानलमा सबलाई वेलकम ब्याक टु माई च्यानल जेआरजे सुरेश ब्लगमा होइन सबलाई त्यही हो भन्नु त के भन्ने अब यहीबाट जाने हामी जाने चाहिँ रमाइलो छ जाडो भएर थोरै यो सिङ्गमा पऱ्यो नि त यार म त गाइज यार त्यही हो माथिको आज दृश्यहरू देखाऊँ भनेर हजुरले होइन रमाइलो हुन्छ यताको चाहिँ लाइफ स्टाइल चाहिँ पैसा छ भने चाहिँ अब पैसा छैन भने त्यस्तै हो बवाल क्या एरिया चाहिँ सबै काठमाडौँको ठाउँले भने जस्तै त्यस्तो एरियाहरू हुन्छ जाऊँ के कस्तो हुन्छ अनि उता पनि यसो रमाइलो जानुपर्ने काम छ लेट्स सी खोल्दै होला नि त खन गाइस ल अब चाहिँ लेट्स सी हेरौँ आजको दिन बवाल तरिकाले ल त्यही हो अब निक्ल्यौँ कति भन्ने त्यही हो जाडो छ अहिले जाडो भइरहेको चाबनमा चाहिँ बेलुका चाहिँ अब मान्छेहरू जाडोमा खासै हिँड्दैन गर्मीमा चाहिँ वायरले हुन्छ कि मान्छेको जाडोमा चाहिँ कमै मात्रामा हुन्छ है मान्छेहरू चाहिँ त्यही भएर चाहिँ गर्मीमा चाहिँ ओयल हुन्छ वायल हुन्छ मान्छेहरू चाहिँ कि तर जापान त तर त्यस्तै हो मान्छेहरू टर्नै भइरहन्छ हिँडिरहन्छ होइन मजाले किनकि ठाउँै यस्तो छ कि दिनरात भन्ने छैन कि मान्छे कोही दिनभरि काम गरेर रातभरि सुत्छ कोही रातभरि काम गरेर दिनभरि सुत्छ होइन यस लाइफ यहाँ चाहिँ 24 आवरै काम हुन्छ कि त्यही भएर कारणले चाहिँ मान्छेहरू सब इसोगासी भनेको व्यस्त हुन्छ जीवन सिगतो दे व्यस्त ओके फ्यामिलीबाट चाहिँ माडहरू चाहिँ फेरि एकदम सानो हुन्छ कि फेरि त होइन तर पनि जाडो भन्दा यिनीहरूलाई फेरि यस्तो राति पनि खत्रै हानिदिन्छ कि यिनीहरू माथि जुस पनि निकालौँ होइन अनि मलाई त्यो अस्ति फ्रीको पैसा थियो त्यहाँबाट जुस पनि निकालौँ खाएर जाऊँ रमाइलो होइन त्यही हो के भन्ने अब त्यस्तै छ लाइफ बवाल देख्छ कि भ्यू त म नागोया के लेखेर चाहिँ नाम पढ्नु नि आएन लेट्स खुलेर चाहिँ भर्खरै मारेन रोकिनु पऱ्यो नि त हो गाइज तलमा यहाँ कन्सर्ट छ क्या तल त जानु माथिबाट हो तल गएर काम छैन हामी अहिले व्यस्त हुन्छ मान्छेहरू त चिसो भयो यार कति साइकल कति कुदाउँछ यिनीहरूले नेपालीले के कुदाउँछ साइकल त यिनीहरूले पो त जुत्तो कुदाउँछ न बिल्डिङ त बेलुका त बल देख्छ मान्छेहरू चाहिँ नाइकको सोरुम रहेछ क्या हो नाइक एप्पल स्टुडियो छ होइन यो फोन किन जानु भन्छ यहाँ आउनु होला नागोयाको
बबाल ठाउँ प्रमोसन गरिदिने अरे क्या चाहिँ त्यही हो ठुल्ठुलो बिल्डिङहरू छ यहाँ चाहिँ एकदम महँगो पर्ने भनेको चाहिँ नाइक र एडिडासहरूको पुमाहरूको ब्रान्ड चाहिँ एकदम महँगो छ यहाँ चाहिँ एक्सपेन्सिभ उनीहरूको आफ्नै ब्रान्ड चाहिँ एकदम यसै भनेको सस्तो छ होइन यहाँ चाहिँ आफ्नै ब्रान्ड चाहिँ यहाँ चाहिँ पनि जापानमा बनेको चिज एकदम सस्तो छ र बाहिरको ब्रान्ड चाहिँ एकदम महँगो बवाल महँगो छ क्या तर यहाँ फेरि डुप्लिकेट बेच्दैन सबै ओरिजिनल मात्रै बेच्छ ब्रान्डमा चाहिँ अब नन ब्रान्डको चाहिँ फेरि डुप्लिकेट पनि हुन्छ नन ब्रान्ड किन्दाखेरि चाहिँ अब जस्तो पनि पर्न सक्छ त्यो भन्न सकिँदैन तर ब्रान्डेड किन्दाखेरि चाहिँ त्यस्तो डुप्लिकेट पर्ने चान्स हुँदैन त्यस्तो हुन्छ यहाँ चाहिँ कौसातेन भन्छ 4वटा बाटो होइन बड्याक्क लगाएर यहाँबाट छिर्नुपर्ने चारैतिर एकैचोटि खुल्छ यो कामको उता गएर चाहिँ हामी जुस किन्नुपर्छ अनि यहाँ माथि पार्क पुग्नुपर्छ मान्छे आइल छ कि एकैछिन हो कि अन्त मान्छे त एकैछिन कुद्दै हुन्छ कुद्दै भन्नै भइदिन्छ एकैछिन त मान्छे त जुस किन्ने चाहिँ यहाँ हो हामीले चाहिँ यहाँबाट चाहिँ टिकटकबाट हेरेको पैसाले पनि जुस किन्न मिल्छ क्या म आज टिकटकबाट आएको पैसाले चाहिँ जुस किनेर देखाइदिन्छ होइन हजुरहरूलाई मैले पहिला पनि किनेको थिएँ किन्न चाहिँ अब कति छ मेरोमा अस्ति नि किनेर खाइदिएको जस्तै मैले आज चाहिँ छ कि छैन हेरौँ कति छ मसँग पैसा हेरौँ होइन नत्र किनेर आन्नुपर्छ ओके कति रहेछ पैसा हेरौँ अनि त्यही अनुसारले हामीले किन्नुपर्ने हुन्छ 120 160 चाहियो मलाई अस्ति खाइदिएको थिएँ कि लिएर छैन कि जस्तो लागिरह हेरौँ यो हो योबाट चाहिँ टिकटकबाट हेरेको पैसा पनि आउँछ है हाम्रो अनि यहाँबाट चाहिँ किन्न 160 रुपियाँ रहेछ ढ्याक्कै त्यो सकिएर रहेछ नि त यार 120 मिल्यो अरे 260 कुन छ त अरू सबै सकिएर रहेछ यहाँ कोहीहरू त 40 कोही खाम न कोही आज ल है म निकाल देखाइदिन्छु यहाँ म चाहिँ कसरी निकाल्ने भन्ने कुरा चाहिँ पहिला चाहिँ क्युआर गर्ने हो अनि यहाँबाट के खाने हो त्यो थिच्ने हो यो छैन या होइन र यो कफी नै है यो होइन कफी खाम हामी 150 एन्ड होइन अनि यस्तो पे गरिदिएपछि अटोमेटिक तल पे ओके यसरी चाहिँ हामीले जुस किन्न सक्छ कफी किन्न सक्छ यहाँबाट आएको पैसाले चाहिँ कफी हो तातो रहेछ त यार ल मेरो पैसा सकियो गाइज त्यही यसरी नै किनिन्छ जुसहरू चाहिँ ल तपाईँहरू चाहिँ जापान हुन्छ टिकटक चलाएर पैसा लिएको जम्मा गर्नु होला यहाँबाट थोरै खानेकुराहरू पनि खान पाउँछ होइन रमाइलो न कि पैसा त बच्छ नि त अलिअलि भए पनि त्यो पहिला चाहिँ धेरै पाउँछ अहिले चाहिँ खै के भयो कम मात्रै आउँछ पैसा चाहिँ ल के गाइज छ्या अहिले यस्तरी कट्छ क्या म अलिकति नराम्रो लाग्छ त्यो आवाजै वाइले जसले तर होइन यहाँ लाइटै बत्ती सक्यो बत्ती पुलिस देखाने फेरि ल्याङ गर्छ क्या गर्न त किन गर्दैन तर वार्निङ दिन्छ क्या गाह्रो हुन्छ क्या अलिकति हामी एउटा सस्तो पसल भन्ने आएको हेर्नु भन्ने हुन्छ त्यहाँ किन्नुपर्ने थियो तर होइन यसो क्या केही छैन मतलब छैन तर पनि नो टेन्सन माथि हामी चाहिँ पार्कसम्म आजको गन्तव्य भने चाहिँ पार्कमा कफी खाऊँ अनि घर चल्नुपर्ने हुन्छ है त गाइज ल है त गाइज यस्तै छ जिन्दगी उल्टो भइरहेछ नि त माथि मान्छे यताबाट चौक खुल्छ कि हिँडेको खुल्दैन क्या मान्छे हिँड्ने बाटो खुलिहाल्छ
साइकल चाहिँ गाडी जुन सिङ्गोमा चलाउनु पाउँछ साइकल चाहिँ फेरि मान्छे चाहिँ पाएन फेरि त्यसरी मान्छे चाहिँ मान्छेको सिङ्गोमा हिँड्नु पऱ्यो साइकललाई दुईवटा बाटो थाहा छ गाडीको सिङ्गोमा हिँड्नु भयो मान्छेको सिङ्गोमा हिँड्नु भयो त्यही हो दुईवटा काम गर्छ यहाँ चाहिँ सिङ्गो यही हो कोइन चाहिँ हाम्रो आजको डेस्टिनेसनको कोइन रमाइलो छ ठाउँ चाहिँ चिसो छ अलिकति होइन केही छैन तर पनि उहिले हानुमा है राति किन देखाएन होला यहाँ त अस्ति मेरो हात चाहिँ के भयो भने यस्तो पुरै खाला उकेर नै काम गर्दाखेरि चाहिँ पुरा अहिले दुखिरहेको छ कि यस्तो भागे पुरै दुख्या यार ग्लोभ्स चाहिँ नल्याएको दुख्या छ म यहाँ गएन सबै लानुपर्छ बत्ती चाहिँ किनेर लानुपर्छ गाह्रो पऱ्यो हामी चाहिँ यहाँ उहिले सिक्नको लागि है अब चाहिँ जति पनि उहिले सिक्नको लागि हौ र यहाँ चाहिँ सेट कमेन्ट है मिठो मिठो सिक्ने यसरी नै हो लड्नु चाहिँ भएन त्यही हो लड्यो भने त फेरि बर्बाद पो हुन्छ त खोइ जोगाउनु पर्छ अलिकति तर सक्छ हान उहिले लेट्स go party. Valeu. Okay, guys. Let's go, guys. ज़्यादा था. ओके लु अब हामी घरतिर चल्नु पर्ने हुन्छ. ओइले चाहिँ हान्दिम न त्यो भन्दा अगाडि चाहिँ. बवाल गाइज. ओ माई गॉड आज त लाइट पनि किन्नु पर्ने छ यार. कहाँ गएर किन्ने हो लाइट पनि थाहै छैन. त्यो हामी चाहिँ निक्ल्यौँ अब होइन. एक्का बाटो बाटो मजाले. ओए तर नै बवाल छ त यार यता यार. ठुलो मोड त के बवालको मोड देखाएको थियो के गर्ने. त्यो यो बत्ती हाल्नु पर्ने गाइज यार. बत्ती छैन हौ. कुदामा है त लु अब हामी सिगो गाइज. कुदामा हामी चाहिँ अब थोर चाहिँ त्यो बवाल छ. बत्ती छैन कि मा त्यो अर्डर भयो. बत्ती ब्याट्री सकेछ क्या है. छैन त
अकेला खोल्छ अब एकैछिन म लाइट किन्नु जानु पर्ने तर हैन Oh, guys. Sing kuliah. भेटेन नि यार भेटे जस्तो लागेको थियो मैले सिङ्गै भेट्छ नआएको भेटेन गाह्रो दिस्ने मिठो हान्छ उहिले र बत्ती छैन कि साइकलमा त्यो एउटा प्रब्लम त्यो हो कि ब्याट्री सके हैन तर गुड छ यसो क्या तर हामी यताबाट जानुपर्छ फेरि ब्याट्री त किन्नु पर्यो हैन कसो हो ब्याट्री किन्नु पर्छ पर्दैन हो गाइज रे ब्याट्री त छैन ब्याट्री नै हो डेन्ची नै हो फ्यामिली मार्टतिर पनि हुनुपर्ने हुन त महँगो खर्च गर्दा चाहिँ माथि हेभेनमा थियो भए त हुन्थ्यो भनेको छैन होला यहाँ पनि अब घर जाउँ अब भोलि किनौँ ल यहाँ चाहिँ हाम्रो सिन्साखा एरिया हो वाल छ हात यस्तो दुखिसक्यो यस्तो भयो हातै अनि किङ्गु के रेस्टुरेन्ट बगल रेस्टुरेन्ट सबै यता बढी रेस्टुरेन्ट छ कफी खाइदिएको पेट कुली बनाइदियो कति गाह्रै होला जस्तो छ केटा पेट चाहिँ घरखेर अब खानासाना बनाएर हानिदियो भने चाहिँ हुन्छ ओके हुन्छ त्यहाँबाट चाहिँ ठोइले हान्नु गाह्रो हुँदैछ नि के गर्ने गाह्रो देश नै भइहाल्यो नि नजानु उहिले हान्नु त यार बिदा सिक्दैछु म पनि उहिले हान्दै होइन उहिले हान्न अब बत्ती सत्ती छैन पुलिस माऱ्यो भने काँथा ज्यापजुरु भयो अब भित्रबाट हिँड्नु पर्ला बत्ती मरिसक्यो सकिसक्यो गाह्रो लेस्ने भयो त यहीँ खोएर खोलेर त यहाँ भित्र हान्दिउँ चल्दै पछि हुन्छ भित्र चलिदियो भने चाहिँ इट्स ओके नो प्रब्लम होइन पुलिस आइदिनु कि यहाँबाट फेरि हाउडै हुन्थ्यो होला हौ किनकि बत्ती छैन नि त गाह्रो यार गाह्रो छ फेरि गाह्रो खतरा
हो त पुलिस हुन्छ कि फेरि मासला दर्शन नलागोस् आज एक दिन भोलिबाट लागिरहन्छ यता हो समात्यो भने चाहिँ जाऊ 15-20 मिनट होल्डमा राख्छ मेरो लाइट छैन लाइट नभएपछि झन् साह्रो झन् गाह्रो अनि गाइने त्यही त हो नि त्यही हो सक्यो आजको राइड कम्प्लिट आजको राइड चाहिँ सकेकै अवस्था भनौँ त्यसरी मार्छ मलाई त्यो बिहान त एउटा सामान छुट्याएर त्यही भएर बाहिर निक्लेको यस्तो थोरै तरकारीहरू किन्नुपर्ने थियो अनि तरकारी किन्नको लागि बाहिर निक्लिनु लाग्यो बवाल भ्यू त आम्मा होइन त्यही हो के छ त अनि ठिक छ भने सबै होइन के छ सबलाई नमस्ते मेरो च्यानलमा सबलाई होइन त्यही हो सबै कुराहरू अब यस्तै छ देख्न सक्नुहुन्छ हाम्रो यो एरिया सिटी एरिया चाहिँ हो म चाहिँ यहाँ छु होइन गाइस नो त्यो गाह्रो छ अलिकति लाइफ स्टाइल भनेको भर साइकल कुदाएर आएको होइन एकदम गर्मी भयो कि अनि थोरै आज जाडो छ नि त होइन अनि थोरै यस्तो झोलसोल हालेर सबै हालेर एउटा चिज पकाएर खान मन लाग्थ्यो हुँदैन सबै चिज बनाएर न करी टाइपले नै बनाएर खाने भनेर यसो घरतिर गएको तरकारी नरहेछ कि अनि तरकारी किन्नको लागि अनि यहाँ पसल जानुपर्ने रहेछ थोरै काम पनि छ मेरो र अनि हामी त्यही हो बनाउने छौँ खाने छौँ हाम्रो एरिया चाहिँ हो त्यही हो भ्लग हेरिदिनु होला सबले जिआरएस सुरेश भ्लगलाई माया गरिदिनु होला गाडी हेर्नु गाडी त बवाल छ क्या बवाल गाडीहरू कस्तो भन्नु नि यहाँ यस्तो पुल हो कि माथिको चाहिँ हाइवे हो माथिको पुल होइन कि गाइज हाइवे पहिला पनि भन त भनेको थिएँ मैले तर कतिले बत्तीहरू यस्तो उज्यालो हुन्छ कि दिनरात भनेकै छैन कि यहाँ दिन हो कि रात हो केही थाहै हुन्न कि मान्छे एभ्री टाइम जान्छ एभ्री टाइम यति नै हो कि रातभरि यत्तिकै हुन्छ यो एरिया मान्छे यत्तिकै हुन्छ होटलहरू यत्तिकै खुल्ला हुन्छ सब त्यसै विदेश भन्छ त मान्छेले वाइ कल विदेश किन विदेश भन्छ त किन विदेश भन्छ भने त यही कारणले विदेश भन्छ कि आइज सबै चिज छ नि त एभ्री ठाउँमा सबै ठाउँमा जबको स्योर छ अनि जता खोज्ने काम पाइन्छ त्यो हुनु पऱ्यो नि त अनि पछि बल्ल विकास हुन्छ त त्यो थोरै हामी यहाँ हेगेनमा जाऊँ अनि खानेकुरा किनौँ फर्किनु पनि हुन्छ त आज त्यही हो भोलि र पर्सि बिदा छ आज चाहिँ खासै सुत्दिँदैन सुत्न चाहिँ तर केही छैन त्यही हो 2 दिन बिदा हुन्छ 5 दिन काम गर्नुपर्छ 5 दिन स्कुल पढ्नुपर्छ सरकारी बिदा जस्तै हो शनिबार आइतबार बिदा छ मेरो चाहिँ यहाँ बडी गर्नु पाउँदैन काम किनकि जिखान पुगिसकेको हुन्छ गर्न पुगिसकेको हुन्छ त्यही कारणले गर्दा चाहिँ काम गर्न पाइँदैन त्यही हो जब आउँदै हुनुहुन्छ भने धेरै कुरा सोचेर आउनु होला त्यसै अरूको लैलैमा नआउनु होला त्यो भन्छु यस गाह्रै छ अलिकति आफूसँग पैसा हुने मान्छेलाई त ठिकै छ अब खाना बस्नु रमाइलो गर्नु ठिकै हुन्छ अलिकति पैसा हामी जस्तो मिडल क्लास फ्यामिलीलाई चाहिँ कति गाह्रो हुन्छ कमाउँदै तिर्दै गर्दाखेरि चाहिँ गाह्रो हुन्छ कति मान्छे दुब्लाउँछ होइन ओके ल हामी आउने पसल यही हो पसलभित्र छिर्छु अनि सामान किन्छ बाहिर निक्लिन्छ ओके